यो ग्यास त विषालु छैन भनेर ढुक्क चाहिँ नहुनुहोस् है साथीहरू। केही दिन अघि मात्रै दक्षिण कोरियाको मोक्पो स्थित एउटा कम्पनीमा दुःखद घटना घटेको छ। पानी जहाजको ब्लकभित्र आर्गन ग्यासको प्रयोग गरी काम गरिरहेको अवस्थामा उक्त ग्यासको चुहावटपछि अक्सिजन ग्यासको कमी भई एकजना विदेशी श्रमिकले अकालमै ज्यान गुमाउनु परेको छ। कुनै पनि वस्तुहरूसँग रासायनिक प्रतिक्रिया नगर्ने यो ग्यास रङ्गहीन, गन्धहीन र अविषालु हुन्छ। यसर्थ साथीहरू, हामीहरूले काम गर्ने कम्पनीमा मात्र नभई बसोबास गर्ने घरभित्र पनि कुनै पनि ग्यास लिकेज छ कि छैन भनेर बेला बखतमा चेक गर्ने बानी बसालौँ। हस्त, धन्यवाद।